नमस्ते। अर्थतन्त्रमा नि एउटा यस्तो लुकेको लागत छ जसले हामी सबैलाई असर गर्छ तर पत्ते हुँदैन। हो, आज हामी त्यही रहस्य खोल्न जाँदैछौँ जसलाई भनिन्छ डेड वेट लस। कहिले यस्तो भएको छ कुनै सामान मन पर्यो तर नयाँ कर लागेर अलि महँगो भयो अनि किन्ने विचारै छाडियो। पक्कै भएको हुनुपर्छ हैन त? हो, हाम्रो आजको कुराकानी ठ्याक्कै यही अनुभवबाट सुरु हुन्छ। ल, अब एउटा सानो कथा सुनौ है त। एउटा यस्तो कारोबारको कथा जुन क्रेता र विक्रेता दुवैका लागि फाइदाजनक थियो, तर त्यो कारोबार कहिल्यै भएन, रहस्यमय तरिकाले हरायो। ल, मानिलिउँ पोखरा जाने एउटा योजना बन्यो। त्यो यात्राबाट मिल्ने सन्तुष्टि भनौँ न 3500 रुपियाँ बराबरको छ, अनि बसको टिकट जम्मा 2000 रुपियाँ। वाह, सिधै 1500 को फाइदा। टिकट काट्ने नै भइयो। तर अचानक सरकारले बस टिकटमा 100% कर लगाइदियो। अब त्यही 2000 को टिकटको मूल्य भयो 4000। अब त यात्राबाट हुने फाइदाभन्दा टिकट नै महँगो भयो। अनि के गर्यो त? योजना रद्द। हेर्नुहोस् त, एउटा कति राम्रो फाइदाजनक कारोबार हुनै पाए। अब यहाँनिर कुरा अलिक गम्भीर छ। सोचौँ त, यात्रा पनि भएन, बस कम्पनीले टिकट पनि बेच्न पाएन, अनि सरकारको खातामा कर पनि आएन। यहाँ त कसैलाई पनि फाइदा भएन। त्यसो भए त्यो 1500 रुपियाँको जुन फाइदा थियो नि, त्यो कहाँ गयो त? हावामा बिलायो? हो, त्यो हावामा बिलाएको 1500 रुपियाँ नै डेडवेट लस हो। यो यस्तो नोक्सानी हो जुन बजारमा कुनै गडबडी हुँदा सिर्जना हुन्छ। सरल भाषामा भन्दा हुन सक्ने फाइदाजनक कारोबारहरू नहुँदा समाजले भोग्ने घाटा नै डेडवेट लस हो। ल, यो त भयो कथा। अब यो कन्सेप्टलाई अझ राम्ररी बुझ्नको लागि आउनुहोस् यसलाई अर्थशास्त्रको सबैभन्दा चर्चित चित्र, माग र आपूर्तिको ग्राफमा हेरौँ। हेर्नुहोस्, कुनै पनि बजारमा एउटा सामान्य नियम हुन्छ। मूल्य सस्तो भयो भने किन्ने मान्छे धेरै हुन्छन्, अनि मूल्य महँगो भयो भने बेच्ने मान्छे धेरै हुन्छन्। यो ग्राफमा जुन बिन्दुमा यी दुई रेखाहरू काटिन्छन् नि, त्यसलाई सन्तुलन बिन्दु वा इक्विलिब्रियम भनिन्छ। यो भनेको बजारको सबैभन्दा राम्रो अवस्था हो जहाँ सबैभन्दा धेरै किनबेच हुन्छ। तर जब सरकारले कर लगाउँछ तब गडबडी सुरु हुन्छ। यसले के गर्छ भने किन्ने मान्छेले तिर्ने मूल्य र बेच्ने मान्छेले पाउने मूल्यको बीचमा एउटा खाडल बनाइदिन्छ। अब किन्नेलाई सामान महँगो लाग्छ, बेच्नेले पैसा कम पाउँछ, अनि नतिजा के हुन्छ? बजारमा किनबेचको मात्रा स्वाट्टै घट्छ। अब यो ग्राफमा हेर्नुहोस् त, यो पहेँलो रङको त्रिभुज हो, यही हो डेडवेट लस। यो ठ्याक्कै हाम्रो पोखरा यात्राको कथामा हराएको त्यो 1500 रुपियाँ जस्तै हो। यो त्यो सबै फाइदाको जोड हो जुन करका कारणले हुन सकेन। यो नै समाजलाई भएको कुल घाटा हो। अब कसैलाई हिसाब किताबमै रुचि छ भने यसलाई निकाल्ने एउटा सजिलो सूत्र पनि छ। मूल्य र किनबेचको मात्रामा आएको परिवर्तनलाई गुणन गरेर आधा गर्यो भने यो घाटा कति भयो भनेर ठ्याक्कै निस्कन्छ। तर यो डेडवेट लस करले मात्रै हुन्छ भन्ने चाहिँ होइन है। बजारको सन्तुलन बिगार्ने अरू पनि धेरै कुराहरू छन्। आउनुहोस् अब तिनको बारेमा कुरा गरौँ। मुख्यतया यी 4 कुराहरूले बजारमा गडबडी ल्याउँछन्: कर, मूल्य सीमा, न्यूनतम मूल्य र एकाधिकार। पहिलो कुरा गरौँ मूल्य सीमाको, जसलाई प्राइस सिलिङ पनि भनिन्छ। यसको सबैभन्दा राम्रो उदाहरण हो शहरहरूमा सरकारले तोक्ने घर भाडाको हद। उद्देश्य त राम्रो हो, मानिसहरूलाई सस्तोमा कोठा मिलोस्, तर समस्या के हुन्छ भने घरधनीहरूलाई लाग्छ यति थोरै भाडामा दिनुभन्दा त कोठा खाली राख्नु नै बेस, अनि परिणाम बजारमा कोठाको अभाव हुन थाल्छ। अब यसको ठीक उल्टो न्यूनतम मूल्य वा प्राइस फ्लोरको कुरा गरौँ, जस्तै सरकारले तोक्ने न्यूनतम तलब। यसको पनि उद्देश्य राम्रो छ, कामदारले उचित ज्याला पाउन्। तर यदि तोकिएको तलब बजारको भाउभन्दा धेरै माथि भयो भने केही कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न हिचकिचाउन सक्छन्, जसले गर्दा बेरोजगारी बढ्ने जोखिम हुन्छ। अनि अर्को ठूलो कारण हो एकाधिकार, अर्थात् मोनोपोली। जब बजारमा कुनै सामान बेच्ने एउटै मात्र कम्पनी हुन्छ, त्यसले त मनपरी मूल्य राख्न पाइहाल्यो नि होइन? प्रतिस्पर्धा नै हुँदैन, अनि मूल्य आकाशिएपछि धेरै मानिसहरूले त्यो किन्न सक्दैनन्। यो पनि एक किसिमले समाजलाई लगाइएको निजी कर जस्तै हो, जसले उस्तै नोक्सानी पुर्याउँछ। अहिलेसम्म हामीले बजारलाई नियन्त्रण गर्दा हुने घाटाको कुरा गर्यौं, तर के बजारलाई सहयोग गर्दा जस्तै अनुदान दिँदा पनि घाटा हुन सक्छ? सुन्दा अलि अचम्म लाग्छ हैन र?
सहयोगले कसरी हानि गर्छ? एकछिन सोचौं त। सरकारले किसानलाई मलमा अनुदान दिन्छ, उद्योगहरूलाई बिजुलीमा छुट दिन्छ। यो त राम्रो कुरा जस्तो लाग्छ, तर अर्थशास्त्रले भन्छ यसमा पनि एउटा लुकेको नोक्सान छ। समस्या कहाँनिर हो भने अनुदानले कहिलेकाहीँ अनावश्यक उत्पादनलाई प्रोत्साहन दिन्छ। मानौ कुनै सामान गनाउन 100 रुपियाँ खर्च लाग्छ, तर मानिसहरू त्यसको लागि 80 रुपियाँभन्दा बढी तिर्न तयार छैनन्। सामान्य अवस्थामा यस्तो सामान उत्पादनै हुँदैनथ्यो, तर अनुदानले गर्दा त्यो घाटाको सामान पनि बन्छ, जसले गर्दा समाजको स्रोत साधन खेर जान्छ। यो चार्टले त्यो कुरालाई झर्लङ्ग पार्छ। अनुदानको पैसा कहाँ जान्छ त? केही उपभोक्तालाई फाइदा हुन्छ, केही उत्पादकलाई। तर हेर्नुस् त, यहाँ 20% रकम त त्यो अक्षमताका कारण खेर गइरहेको छ। यो हामी सबैले तिरेको करको पैसा हो, जुन कसैको पनि फाइदामा गएन, सिधै नोक्सान भयो। ल, हामीले डेडवेट लस के हो र यो कसरी हुन्छ भनेर त बुझ्यौं, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यसले के फरक पार्छ त? यो हाम्रो लागि किन यति महत्त्वपूर्ण छ? एकदमै महत्त्वपूर्ण छ, किनभने जब स्रोतको सही बाँडफाँड हुँदैन, यसले सिङ्गो समाजको प्रगति र कल्याणमा नै असर पुर्याउँछ। यो कुनै सानोतिनो कुरा होइन। त्यसैले डेडवेट लस भनेको किताबको पानामा भएको एउटा त्रिभुज मात्र होइन, यो त पोखरा जान नपाएको त्यो बस यात्रा हो। यो ती गुमेका अवसरहरू हुन्, उत्पादन हुन नसकेका सामानहरू हुन् र सृजना हुन नसकेका रोजगारीहरू हुन्। यो समग्रमा समाजको समृद्धिको नोक्सान हो। अब अर्को पटक बजारमा जाँदा वा कुनै सरकारी नीतिको बारेमा सुन्दा एकछिन सोच्नुहोला, कतै यहाँ कुनै लुकेको डेडवेट लस त छैन? हामीले यादै नगरेका यस्ता कति आर्थिक नोक्सानहरूले हाम्रो दैनिक जीवनलाई असर गरिरहेका होलान्? यो प्रश्नमै सायद राम्रो आर्थिक नीतिको सुरुवात लुकेको छ।